नमस्ते एभ्रिवान, के छ खबर? आयो सबैजना सन्चै आरामै अनि एकदम चिलमा हुनुहुन्छ होला। म पनि एकदम चिलमा छु अनि आफ्टर लङ टाइम भनौँ न होइन। अनि त्यसपछि मैले भिडियो बनाएको छु अनि मेरो चाहिँ इक्जाम चलिरहेको थियो अनि त्यसपछि इक्जाम टाइममा अब खासै बनाइएन भनौँ न होइन। अनि अब चाहिँ डेली नै आउँछ होइन। अनि अहिले चाहिँ म पानी जोड्न गएको थिएँ कि भर्खरै गएको यहाँ पर खुसिएर छ अनि त्यहीँबाट जोड फर्किरहेको छु। यहाँनिर यस्तो मजाको आँप छ यहाँनिर होइन। अनि यस्तो कालो देखिँदो रहेछ कि यहाँनिर छ आँप। तर आज हामी फेरि आँप खान जाने प्रोग्राम बनाएको छ कि होइन। अनि अब एकछिनमा जाने झोला होइन। घाम यस्तो लागिरहेको छ हेर्नु न अहिलेसम्म त यस्तो नराम्रोसँग घाम लाग्छ कि होइन। हेर्नु ल यस्तो छ कि घाम दिउँसो त झन् अझै अहिलेसम्म दिउँसै हुन त होइन। तर अहिले चाहिँ अलिक कम छ नि त होइन। अनि अहिले अब कति लगभग 3-4 जति भइसक्यो होइन। 5 बजे यस्तो हो कि 5 बजे होइन, अहिले 5 बजे यस्तो छ कि गाउँमा हेर्नु घाम ल होइन त यति माइसकेर। अनि लगभग 7-7:30 बजीसम्म त उज्यालो हुन्छ क्या। अझै 7 बजीसम्म त पुरै उज्यालो हुन्छ, 7:30सम्म चाहिँ हल्का हुन्छ होइन। अनि यस्तो छ क्या, त्यही भएर आज चाहिँ हामी आँप खान जाने प्रोग्राम बनाएको छ होइन। अनि यतातिर यहाँनिर आँप यस्तो मजाले फुलेको थियो यार अस्ति नै है। अहिले त 3-4वटै दाना हुँदो रहेनछ। ठिक छ। अनि आज चाहिँ केटाहरूसँग एकदम नुन खोर्सानी पिनेर होइन। अनि उता तल्ल छ कि यताबाट तल्ल आँप खान जाने भन्ने प्रोग्राम हिजो बनाएको थियो होइन। मेरो इक्जाम चाहिँ हिजो सकियो होइन, हिजो सक्यो। अनि हिजो बेलुका जाने प्रोग्राम बनाएको थियो। फेरि सबजना फुर्सद पनि मिलेन होइन। अनि त्यही भएर आज चाहिँ जाने भन्ने प्रोग्राम मिलाएको छ। तर आज नि जाने नजाने कन्फर्म छैन। सबजना गइन्छ होला तर गइन्छ आज त कन्फर्म जाने हो। आज जाने यार आँप खानलाई। आँप खाएकै छैन कि खासै नै, पाक्ने सिजन त भएको छैन भने फेरि होइन। त्यो अब कस्तो खालको भने काँचै टक्क नुन खोर्सानी चोपेर खाने टाइपको कि। अनि हाम्रो गाउँ चाहिँ यस्तो भएको छ होइन। मैले धेरै पछि भ्लग बनाएको छु नि त होइन। यस्तो भएको छ हाम्रो गाउँमा, मकै डेन्जर भइसक्यो। अब 1 महिना जतिमा त मकै खाने बेला हुन्छ होला होइन। यस्तो छ हाम्रो गाउँको भ्यू चाहिँ हेर्नु होइन। ठिक छ, अहिले म गएँ भने नि देखाइ नै हाल्छु होइन। आँप खान गएको चाहिँ गएन भने पनि देखाइ नै हाल्छु होइन। हामी चाहिँ यो र म हिँडेको छौँ। अनि यहाँभन्दा अब अर्को आउँदैछ आँप खान जान चाहिँ। अनि पुरै मैले चाहिँ आज एकदम तयारी साथ चाहिँ नुन खोर्सानी बोकेर हिँडेको छु होइन। त्यहाँ गोजीमा छ होइन। के बोकेर तिमीहरू पाखा त जान्छ कुन दिन पनि तलतिर आउँछ। यहीँ रोडमा आइपुग्छ, सबै रोडमा आइसकेको छ, रोडमै आइपुग्छ अझ। अनि यहाँ बसी एकजना आउँछ। अनि त्यहाँपछि एउटा नवीन, यो पनि नवीन, त्यहाँपछि फेरि अर्को नवीन आउँछ एउटा। अनि यहाँनिर सुदीप आउँछ, सुदीपलाई एकछिन पर्खेर त्यहाँबाट चाहिँ जाने आज होइन। आँप चाहिँ खाएरै आउने भन्ने सोच छ हाम्रो चाहिँ एकदम घोर छ आज। यताबाट बुटो खाएको छ भने बाटो त यता खुला छ नि त। अनि पहिला यहाँबाट बिच बाटो थियो, अहिले उताबाट बनाएको छैन। हामी चाहिँ अब ठ्याक्कै बाँस लिएर जाने, बाँस लिएर गोरुमा चढ्ने हो क्या, पुरै रहेछ त्यहाँ टन्ने। हामी चाहिँ ठ्याक्कै होइन आँप रुख त्यहाँ छ, डेन्जर छ नि आँप त हेर्नु न ल। यहाँनिर चाहिँ फेरि हाम्रो होइन अहिले भाग्नुपर्ने सम्भावना पनि हुनसक्छ यहाँनिर चाहिँ होइन। बाँस बोकेर किन्नु आँप बोकेर कुद्ने हो नि, आँप झार्ने अनि आँप बोकेर कुद्ने हो कि होइन। यस्तो ऊ त तल्लोबाट आयो त्यो आँप त्यतिको चाहिँ होइन। त्यो तल्लोबाट जति यो माथिबाट फल्यो भने चाहिँ कति होला त यार आँपमा। यस्तो छ त यार आँप त। अनि यो त के हो त नि डेन्जर छ त केटा। अनि आँप त यो आँप चाहिँ एकदम स्वादिष्ट छ कि, बेस्ट छ खानाको लागि, बेस्ट होइन। चढ केटाले के हो त त्यहाँ तल बाँस त अस्ति ओइ पाके हो के हो यार, ओइ फुटेको रहेछ हेर्नु। आँप त डेन्जर छ नि है। यहाँ छ हेर्नु आँप त। यो आँप मिठो छैन। यो भिडियो परदिवेशसम्म पुगो छैन, परदिवेशसम्म पुगो आएर भन्ला नि त केटाहरूले हाम्रो आँप खान्छन् भनेर। केटो कहाँ खनिरहेको होला डोला ल ठिकै छ। हामी चाहिँ आँप अब झार्छौँ होइन। सुरुमा आँप झारौँ। मैले गुलियोले बोकेर आउनु पर्ने त केटा। एकवटा पक्लो झार्दै खाँदै गर्नुहुन्थ्यो। के भन्दा बाँस छ त, रुवा चढ्न हामी पहिला चढेर दौरा खाइन्थ्यो। उही माथि नै बसेर खाने, भुइँमा त एउटै गेट नझान्छ।
त्यही छ पस्न ढुङ्गा व्यवस्था गरौँ अहिलेलाई यति नै गरौँ म झार्छु पहिला आँप साँप झारौँ होइन केटा त्यहाँपछि खान सुरु गरौँ न हामी त्यहाँपछि भिडियो नि बनाउँला ल केटा ढुङ्गा खोज्दा ल्याइज नि त पहिला मैले नुन खोर्सानी एकदम व्यवस्थित गर्छु कि यहाँनिर छ प्लास्टिकभित्र चाहिँ एकदम प्याकिङ छ क्या एकदम स्पेसल प्याकिङ छ यहाँनिर चाहिँ यसलाई सलक यहाँ राखौँ एकदम आँप चाहिँ डह्रो झाइसक्यो केटा लामो तेरो यो के भयो केटा कलर त फुइल्यायो के हो यो फेरि यो डेन्जर त एकदम कुल भयो भने केटा यति एक झोला झारेछ यो एक प्लास्टिक भनौँ होइन अनि झोलामा चाहिँ एक झोला यता छ एक झोला नहुने आइज झोला दिएको हाम्रो माल फेला परिसक्यो माल कहिले ल्याएछस् भने यहाँ छ क्या यहाँ चिज त यहाँ छ नि केटा यो हो क्या असली चिज भने तँ भन्दा यो हरा माल होइन यो राता माल भन्ने लाल माल हरा माल हो क्या यो भनेको चाहिँ माल छ है दुईटै माल खाइदिनु दुईटै माल मिलाउँछ त्यो माल कुन चाहिँ माल मिलाउने यो माल नचोपेर खाँदा केटा एकपल्ट कस्तो रहेछ एकपल्ट डेन्जर हरियो डेन्जर हो क्या मैले 5 ढिड जति त पिनेटेर होला होइन 5वटा जति केटाहरू कस्तो केटा पाके खाने त्यति पिरो नुन खोर्सानी लायो भयो निकै लाटो नुन खोर्सानी लायो होइन यसलाई काट्दा केटा यो पाके खायो कि ओइले खायो कि मेरो मोबाइल छ कि एउटा हातमा अनि लाज केटा राखेर खानु जति गर्नु सुख छैन यार यसलाई त टोकिदिन्छु मैले पहन कति खालको जान्दैन अहिले को भुराएर आउँछ तलतिरबाट यो त्यसमा तैँले यसमा चिनी नि पिन्नु पर्दैन क्या चिनी छ त नि मिसाइन्छ कसरी मिसाउँ के पिन मिसा गाउँ पाल कहाँ मिसिन्छ त्यो अनि कहाँ सबै मिसा नमिसा हुन्छ हेरौँ त ध्यान यता मेरो चाहिँ भिडियो यता फर्का न यता फर्का यसले खान्छ मजाले ठिक छ खाना त्यो पनि हाल्नु ल हान्दैन अब हामी ढुङ्गा हान्दियो अस्ति नै छोडिसक्यो हामी ढुङ्गामा को सुयो हामीले लिँदैन छैन चक्कु चाहिँ कसले बोकेर हो क्या फेरि केटाहरू आँप लिनु खानु यो चाहिँ पिरो छ होइन यसमा चाहिँ चिनी खायो क्या हल्का पिरो खानु मन लाग्यो भने छ गुली खानु मन लाग्यो भने छ भेराइटी खानु होइन चक्कु ल्याउनु यार आँपको त कल भेरा खाएको के छ हात दुइसिया छ होइन हामी चाहिँ एकदम आँप खान्छौँ यति जाउँ हामीले चाहिँ एकदम सधैँ होइन मैले झारेँ यसको यहाँनिर देखिरहेको छ कि यसको यहाँबाट देखिरहेको छ यसको झोलामा आँपला यता अनि केटाहरू चाहिँ लिएर हिँडेँ होइन अब मैले लिएर हिँडेको छु यति यसले लिएर हिँडेको छु यति आँप यति नै हो त्यहाँ छ यार यत्रो आँप छ यार यसले अल्छी मानेर हो क्या झार्नलाई होइन त यहाँ भर्खर मैले काली देखाएको थियो ऊ यहीँबाट उड्यो हो केटा त उही साइडबाट जालु जा समात्न केही न केही त भेट्ला नि अब केही नभेट्यो नि केही न केही भेट्छ केटा सो अनि आज चाहिँ हामी अब घर जान्छौँ त्यही भएर आजको लागि भिडियो पनि यति नै हुन्छ सो थ्याङ्क्स फर वाचिङ एन्ड डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु नबिर्सनुलाई एन्ड सब्सक्राइब गरेर बेल आइकन दबाउनु नबिर्सनुलाई होइन यति नै भन्दै आजको लागि बिदा लिन चाहन्छु हस्त धन्यवाद।